गाइज यो कुरा चाहिँ मलाई पहिल्यै थाहा भएको भए अहिले चाहिँ मेरो लाइफ एकदमै धेरै नै अगाडि बढ्थ्यो होला जस्तो मलाई लाग्छ होइन। त्यो चाहिँ के हो भन्दाखेरि नो बडी केयर्स क्या। त्यो म अहिले के गर्छु, म कहाँ जान्छु, मैले के भन्छु, नो बडी एक्चुली केयर्स है। मसँग जहिले नि भन्ने कुराहरू यति धेरै हुन्छ होइन। अब हुन्छ नि मेरो कति धेरै कुरामा मेरो पर्सपेक्टिभ छ, पर्सपेक्टिभ नभए यत्तिकै क्या म अहिले फन्टुस कुरा गर्न थालेँ भने त मलाई एकदमै खतरा खतरा हुन्छ नि, एकदमै नलेजवाला हुन्छ नि। जस्तो अब यो के भन्छ स्पेसको हुन्छ नि कुनै एउटा टपिकको एकदमै डेप्थमा त मलाई केही पनि आउँदैन है। तर एकदमै फन्टुस कुरा हुन्छ नि, एकदमै म चाहिँ चल्ती फिर्ती मिम हो क्या। मलाई होइन एभ्री सिचुएसनमा एउटा केही हाँस उठ्ने कुरा मेरो दिमागमा आउँछ। एभ्री सिचुएसनमा हुन्छ नि केही न केही मेरो दिमागमा फन्नी कुरा आउँछ क्या। अब हुन त फेरि अब कहिलेकाहीँ मान्छेहरूलाई फनी लाग्छ, कहिलेकाहीँ लाग्दैन, तर धेरै जसो मान्छेलाई फनी नै लाग्छ मेरो साथीहरूलाई होइन। तर फेरि यो मैले कहिले पनि पोस्ट गर्न सकिनँ क्या। पहिला मान्छेले के भन्छ, मान्छेले के भन्ला, मान्छेले यस्तो भन्ला, मान्छेले उस्तो भन्ला भनेर मैले सकिनँ होइन। अब मैले फाइनली यो करेज निकालेर छ नि पोस्ट गर्न थालेँ होइन। जेसुकै होस् भइहाल्यो, मन नपराए नमन पराउन्, तर एटलिस्ट मेरो लाइफ त डकुमेन्ट हुन्छ नि त। म अहिले 28 वर्ष भइसक्यो, 20, 21, 22, 23 मसँग खासै फोटो पनि छैन, भिडियो पनि छैन, उमेर गइसक्यो, यहाँ कपाल फुलिसक्यो, के गरेको छैन, कसो गरेको छैन, खालि के गरी बाँचेको छ त भन्दाखेरि मान्छेले के भन्छ, मान्छेले के भन्छ, यसो गर्यो भने त्यसले के भन्ला, उसो गर्यो भने त्यसले के भन्ला भनेर बाँच्यो होइन। तर आखिरमा कुरा के रहेछ भने लेट मी ब्रेक द न्युज भने जस्तो कसैलाई पनि मतलबै छैन। अब मैले यहाँ पोस्ट हाल्न थालेको कति ल 20वटा पोस्ट हालिसक्यो होला होइन। आखिरमा कसैलाई मतलब छ त, कसैलाई मतलब छैन। सबैजना आफ्नो लाइफ बाँचिरहेको छ, म यहाँ बोलेर हालिरहेको छु। मान्छेहरूले 1 मिनट पनि हेर्दा 1 मिनट त के 1 मिनटको भिडियो त उनीहरूले 3-4 सेकेन्डमा मान्छेहरू गइहाल्छ। जे मान्छेहरूले भन्छ भनेर म यत्रो वर्ष नबोलिकन हुन्छ नि, एकदमै नबोलिकन भनेर फेरि त्यो एकदमै हुन्छ नि त्यसो पीडामा त बसेको होइन कि। आफ्नै अब त्यो वनको बाघले खाओस् नखाओस् मनकै बाघले खान्छ होइन। मलाई चाहिँ मनकै बाघले खान्छ क्या। त्यसो भएर म नबोली बसेँ। आखिरमा नो बडी केयर्स वाट यु डु, वाट यु पोस्ट, नो बडी केयर्स साथीहरू। अब म मन लागेको कुरा चाहिँ एटलिस्ट बोलेर पोस्ट गर्छु। अब हेरौँ कुन चाहिँ कुरा चाहिँ मान्छेहरूले मलाई गाली गर्दो रहेछ, जुन कुराको लागि चाहिँ म यत्रो वर्ष डराएको थिएँ। थ्याङ्क यू फर वाचिङ, बाई बाई। यो सबै अहिलेसम्म बस्नुभएको मान्छेलाई चाहिँ धेरै धेरै माया तपाईँहरूलाई। तपाईँहरूलाई फलोस् फुलोस्। त्यही बाई बाई।